दक्षिण कोरियामा बुद्ध जयन्तीको अवसरमा आयोजित लोटस ल्यान्टर्न फेस्टिभल 2025 सम्पन्न। दक्षिण कोरियाको बौद्ध संस्था जोगेजोङद्वारा बुद्ध जयन्तीको अवसरमा आयोजित यानोङी अर्थात् लोटस ल्यान्टर्न फेस्टिभल 2025 अप्रिल 26 र 27 तारिकका दिन विविध कार्यक्रम गरी सम्पन्न भएको छ। विश्व शान्तिका अग्रदूत गौतम बुद्धको 2569औं जन्म जयन्तीको अवसरमा आयोजित उक्त कार्यक्रममा कोरिया, नेपाल, थाइल्यान्ड, श्रीलङ्का, भियतनाम, कम्बोडिया, म्यानमार लगायतका विभिन्न देशहरूको आफ्नो सांस्कृतिक झाँकी यान्नुङकोट एवं अनुयायीहरूको सहभागितामा बृहत शान्ति र्याली 26 तारिक शनिबार गरेको हो। सौल स्थित दोङगुक युनिभर्सिटीमा दिउँसो 4 बजे भेला भएर साँझ 7 बजे आरम्भ भई र्याली जोगेसा गुम्बामा गएर समापन भएको थियो। 27 तारिक आइतबार भने जोगेसा गुम्बाको अगाडि विभिन्न देशको संस्कृति झल्किने स्थलहरू प्रत्येक देशले मौलिक झाँकीका साथमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरी महोत्सव सम्पन्न भएको छ। बुद्ध नेपालमा जन्मिएका हुन् भनेर विश्वलाई चिनाउन नेपालको तर्फबाट नेपाली दूतावास सौलको समन्वय नेपाल बौद्ध परिवार दक्षिण कोरियाले प्रतिनिधित्व गरेको यो कार्यक्रममा विभिन्न नेपाली संस्था र नेपाली समुदायको कला संस्कृति झल्किने नेपाली पोसाकमा सजिएर उल्लेख्य उपस्थिति रहेको थियो। प्रत्येक वर्ष मनाउँदै आएको यो लोटस ल्यान्टर्न फेस्टिभललाई युनेस्कोले मानवताको अमूर्त धार्मिक तथा सांस्कृतिक सम्पदाको रूपमा सन् 2020 मा सूचीकृत गरेको थियो। भगवान बुद्धको जन्मदिन अर्थात् 2569औं जन्म जयन्ती आगामी मे 5 तारिक पर्छ। त्यसैगरी थेक्छेन छेलिङ सौल नेपाल गुम्बा दक्षिण कोरियाले भगवान गौतम बुद्धको 2569औं जन्म जयन्तीको अवसरमा बुद्ध जयन्ती विशेष कार्यक्रम आगामी मे 11 तारिक दुङदेमुनमा गर्ने गुम्बाका प्रमुख लामा कुन्छाङ दोर्जे लामाले जनाएको छ। उक्त कार्यक्रममा दक्षिण कोरियामा क्रियाशील विभिन्न संस्था बौद्ध धर्मावलम्बी तथा नेपाली समुदायमा उपस्थितिको लागि प्रमुख लामाले हार्दिक निमन्त्रणा गरेको छ। यस्तै विभिन्न सूचनामूलक अर्को भिडियो सामग्रीमा उपस्थित हुनेछु। हस्त यहाँको समय शुभ बितोस्। धन्यवाद।